नमस्कार। जेठ 19 2058 नेपाली इतिहासको त्यो कालो रात जसले एउटा वंश नै समाप्त पारिदियो। राजा वीरेन्द्र र उनको पुरा परिवार एकै रातमा मारिए। तर के यो वास्तवमा पागल प्रेमी राजकुमारको काम थियो? सरकारी प्रतिवेदन भन्छन् युवराज दिपेन्द्रले प्रेम विवाहको विवादमा आफ्नै बुबा आमामाथि गोली चलाए। तर अचम्मको कुरा, दुवै हातले गोली चलाउन सक्ने दिपेन्द्रको टाउकोको देब्रोतिर गोली लागेको थियो, जबकि उनी दाहिने हातले लेख्थे। रहस्य यहाँ झन गहरिन्छन्। त्यो रात्रि भोजमा रहेका अधिराज कुमार ज्ञानेन्द्रका परिवारका सदस्यहरू भने बाँच्न सफल भए। के यो केवल संयोग थियो या पर्दा पछाडि कुनै ठुलो शक्तिले गोली चालिरहेको थियो? कसैले यसलाई विदेश षड्यन्त्र भन्छन्, कसैले घरेलु सत्ताको खेल। प्रत्यक्षदर्शीहरू भन्छन् त्यो रात दिपेन्द्र जस्तै देखिने नकाबधारी मान्छेहरू दरबारमा देखिएका थिए। सत्य के हो? आज 24 वर्ष बितिसक्दा पनि फाइलहरू बन्द नै छन्। के राजा वीरेन्द्रको उग्रता नै उनको काल बन्यो? तपाईलाई के लाग्छ? यो हत्याकाण्डको वास्तविक योजनाकार को थिए? कमेन्ट गर्नुहोस्। धन्यवाद।